गत वैशाख 30 गते मंगलबारको दिनमा युवराज श्रेष्ठ र मेरो कानुनी रूपमा सम्बन्ध विच्छेद भएको छ र मैले के सुन्नमा आए भने मैले उहाँलाई चाहिँ सम्पत्तिको लागि बिहा गरे र अंश माग गरेर अनि अंश लिएर मैले उहाँसँग सम्बन्ध विच्छेद भन्ने कुराहरू चाहिँ निकै नै आइरहेछ समाचारमा। त्यो कुरालाई चाहिँ म क्लियर गर्न चाहन्छु। कानुनी रूपमा चाहिँ सम्बन्ध विच्छेद गर्दा चाहिँ केही चाहिँ राख्नुपर्ने हुँदो रहेछ शर्त। त्यो भएको हुनाले चाहिँ सम्बन्ध अंश दाबी भनेर एउटा फर्मालिटीको लागि मात्र राखिएको हो र वारिसनामा मैले जसलाई दिएर आएको थिएँ उहाँलाई भनेको थिएँ कि उहाँलाई बोलाउनु अनि साइन गरिदिनु, यो हटाइदिन्छु, मलाई केही पनि चाहिँदैन भनेरै आएको थिएँ मैले र उहाँले त्यही पनि गर्नुभयो। उहाँलाई युवराजजीलाई बोलाउनु भयो अनि त्यसपछिबाट हामीलाई केही पनि चाहिँदैन, साइन मात्र गरिदिनुहोस् भन्ने हिसाबले भन्दाखेरि चाहिँ युवराजजीले चाहिँ हुन्छ मेरो बिहामा हामीले यताबाट दिएको गहनाहरू चाहिँ मलाई फिर्ता दिनुहोस्, हामी साटासाट गरौँ हामीले एकअर्कालाई दिएको गहनाहरू, अनि त्यसपछि म साइन गरिदिन्छु भनेर उहाँको माग भयो। अनि त्यही माग स्वरूप चाहिँ मैले यता अमेरिकाबाट तुरन्तको तुरन्तै गहनाहरू उता पठाइदिएँ र काठमाडौँबाट तुरन्तै उता चतरा गएर अनि भोलिपल्टै इनर वामामा चाहिँ अदालत अगाडि बसेर वकिलको अगाडि चाहिँ कागजमा उहाँले गहना साटासाट गरिसकेपछि चाहिँ साइन गरिदिनु भएको हो र आधिकारिक रूपमा चाहिँ वैशाख 30 गते मंगलबारदेखि हामी चाहिँ सम्बन्ध विच्छेद गरेका छौं र मैले उहाँको एउटा पनि अंश केही पनि लिएको पनि छुइनँ र उहाँबाट आएका गहनाहरू पनि मैले सबै उहाँलाई फिर्ता दिएको छु।